मैले चाहिँ सचेततापूर्वक म विद्यार्थी संगठनको अध्यक्ष हुँदा मैले व्यक्तिगत हिसाबले आय आर्जन गर्नुपर्छ, भोलिका निम्ति सोच्नुपर्छ भन्ने हो भने एक बोरा होइन कयौं बोरा पैसा मैले मेरा निम्ति लुकाउन सक्थेँ है। सक्थेँ। मैले दुईटा कुरो सचेततापूर्वक, नीतिगत हिसाबले त म त्यहाँ संलग्न हुनुपर्छ किनभने संगठनको मामला छ, मेरो व्यक्तिगत मामला मात्रै थिएन। नीतिगत संलग्नता मेरो काफी मात्रामा भयो, तर भौतिक संलग्नता मेरो पैसा माग्न जाने, पैसा लिने, पैसाको कारोबार गर्ने, त्यो मेरो भौतिक संलग्नता मेरो कहिले पनि भएन। 100 देखि 1000 अभियान चलाएको छु मैले मतदाताहरूलाई विनम्रतापूर्वक। अब उम्मेदवारले पैसा दिने होइन कि तपाईले मलाई पैसा दिनुपर्छ 100 देखि 1000 सम्म, बल्ल म तपाईको उम्मेदवार, खास उम्मेदवार बन्छु, प्रतिनिधि बन्छु। त्यसो भएको हुनाले त्यो अभियानको एउटा सार्वजनिक सन्देश हो, सामाजिक सन्देश पनि हो। अर्को सबै साथीहरूको थोरै योगदानबाट चुनावमा उठ्ने न्यूनतम खर्च हाम्रो निर्वाचन क्षेत्रमा 29 लाख भनेर तोकिदिएको छ।